हेलो नमस्ते एभ्रिवान वेलकम टु माई भिडियो। धेरैजनाले मलाई मेसेज गर्नुभएको थियो कि इटलीको लागि कसरी सेल्फ एप्लाई गर्न सकिन्छ भनेर। सो आजको यो भिडियोमा म तपाईहरुलाई सिकाउन जाँदैछु कि इटलीको लागि घर बसी आफ्नो ल्यापटपबाट कसरी एप्लाई गर्ने भनेर। सो सबभन्दा पहिला हामीले इटली एप्लाई गर्नको लागि हामीले आफ्नो कोर्स र युनिभर्सिटी चुज गर्नुपर्छ। त्यसको लागि हामीसँग एउटा universality.it भन्ने वेबसाइट छ, त्यसमै हामी गएर आफ्नो कोर्स र युनिभर्सिटी सिलेक्ट गर्छौं। त्यसको लागि हामी क्रोम ओपन गरौँ। क्रोममा गएर हामी universality.it भनेर सर्च गर्ने। यहाँ फाइन्ड आउट कोर्सेस छ। यहाँ तपाईहरुले आफ्नो जसरी तपाईलाई इन्जिनियरिङ पढ्नु मन छ या आर्किटेक्चर पढ्नु मन छ या होटल म्यानेजमेन्ट पढ्नु मन छ भनेर यही सर्च गरेर फाइन्ड गर्दा भयो। अहिलेको लागि चाहिँ म सिभिल इन्जिनियरिङमा आएको, त्यही भएर अहिलेको लागि सिभिल इन्जिनियरिङ सर्च गरौँ। CIVIL सिभिल इन्जिनियरिङ भनेर फाइन्ड गर्ने। फाइन्ड गरिसकेपछि यहाँ तपाईहरुलाई इटलीमा अवेलेबल भएको सिभिल इन्जिनियरिङ कोर्स अवेलेबल भएको सबै युनिभर्सिटीको लिस्ट दिन्छन्। यहाँ हेर्न सक्नुहुन्छ धेरै युनिभर्सिटीहरु छन् इटालीमा, सब युनिभर्सिटीको लिस्ट दिन्छन्। सबै हेर्दै गयो भने धेरै टाइम लाग्छ। अनि त्यसको लागि पनि अर्को उपाय छ हामीसँग, यहाँ फिल्टर भन्ने अप्सन हुन्छ। हामी यहाँ फिल्टरमा जाने अनि फिल्टरमा गएपछि यहाँ हेर्न सक्नुहुन्छ टाइप अफ डिग्री कोर्स, फर्स्ट लेभल 3 इयर्स। फर्स्ट लेभल 3 इयर्स भनेको चाहिँ हाम्रो ब्याचलर्स डिग्री हो अनि सेकेन्ड लेभल 2 इयर्स भनेको चाहिँ हाम्रो मास्टर डिग्री हो। अहिलेको लागि चाहिँ हामी फर्स्ट लेभल 3 इयर्समा चुज गरौँ। फर्स्ट लेभल चुज गरेपछि हाम्रो यहाँ जति पनि के भन्छ रे ब्याचलर्समा अवेलेबल भएको सिभिल इन्जिनियरिङ कोर्स छ भने त्यो युनिभर्सिटीको लिस्ट दिन्छन्। हामीले यहाँ देख्न सक्नुहुन्छ। अनि यहाँ कोर्स ल्याङ्ग्वेज छ। यहाँ जस्तै हाम्रो ब्याचलर्स डिग्री इन सिभिल इन्जिनियरिङको सलेर्नोमा हाम्रो इटालियन ल्याङ्ग्वेजमा छ। यहाँ हाम्रो कोर्स ल्याङ्ग्वेजमा हामी इंग्लिश चुज गर्छौं भने हाम्रो यहाँ लिस्टमा ओन्ली इंग्लिश ल्याङ्ग्वेजमा अवेलेबल भएको युनिभर्सिटीहरुको लिस्ट दिन्छन्। जस्तै सिभिल एन्भाइरोमेन्टल इन्जिनियरिङ फेदरिकोमा छ, टोरिनोमा चाहिँ इंग्लिशमा, इन्भाइरोमेन्टल साइन्सेस एन्ड सिभिल प्रोटेक्सन हाम्रो मार्चीमा छ, स्पेन्जियामा छ, तोर भेगाटामा छ, हाम्रो बोलेनियामा छ, पोलिटेक्निको दि मिलानोमा छ। यहाँबाट हामीले कोर्स सिलेक्सन र युनिभर्सिटी सिलेक्सन गर्छौं। जस्तै अब यहाँबाट तपाईहरुलाई पढ्न मन लाग्ने भनेको हाम्रो यो पोलिटेक्निको दि मिलानो भयो भने चाहिँ यो पोलिटेक्निको दि मिलानो भनेको इटलीको वान अफ द टप युनिभर्सिटी हो। जस्तै तपाईहरुलाई पोलिटेक्निको दि मिलानोमा पढ्न मन छ हैन, त्यसपछि हामी जान्छौं पोलिटेक्निको दि मिलानोको अफिसियल वेबसाइटमा। अनि यहाँ आएर सर्च गर्छौं POLI पोलिटेक TECNIC यो पोलिटेक्निको दि मिलानो इन्टरनेशनल स्टुडेन्ट्स। अनि यहाँ हेर्न सक्नुहुन्छ स्टुडेन्ट्स विथ फरेन क्वालिफिकेसन, यहाँ क्लिक गर्ने। क्लिक गरिसकेपछि हामी अफिसियल वेबसाइटमा आउँछौं। यहाँ धेरैहरु छ, तपाईहरु अब आफैले धेरै टाइम आफूले टाइम दिएर यहाँ पढ्न सक्नुहुन्छ। रिक्वायरमेन्ट्स, एप्लिकेसन डेडलाइन्सहरु, एप्लिकेसन स्टार्टर्स, आफ्टर एडमिसन, अनअराइभल सबै छ। त्यसको लागि चाहिँ हामी यहाँ एजुकेसनमा जान्छौं। एजुकेसनमा आएपछि यहाँ हेर्न सक्नुहुन्छ लौरिया प्रोग्राम्स। लौरिया प्रोग्राम्स भनेको चाहिँ हाम्रो ब्याचलर्स डिग्री हो अनि लौरिया म्याजिस्ट्राले प्रोग्राम्स भनेको चाहिँ हाम्रो मास्टर्स डिग्री हो। अहिलेको लागि हामी ब्याचलर्स डिग्रीमा क्लिक गरौँ। ब्याचलर्स डिग्रीमा क्लिक गरेपछि यहाँ यो युनिभर्सिटीमा ब्याचलर्स डिग्रीमा अवेलेबल भएको प्रोग्रामहरु सबैको लिस्ट दिन्छन्। यहाँ जस्तै एरोस्पेस इन्जिनियरिङ छ, आर्किटेक्चरल डिजाइन छ, अटोमेसन इन्जिनियरिङ छ, बायोमेडिकल इन्जिनियरिङ छ। यहाँ ल्याङ्ग्वेज पनि दिन्छन्। जस्तै एरोस्पेस इन्जिनियरिङ हाम्रो इटालियनमा छ, आर्किटेक्चरल डिजाइन हाम्रो इटालियन र इंग्लिशमा पनि छ भनेर दिन्छन्। अहिलेको लागि चाहिँ हामी सिभिल इन्जिनियरिङ सर्च गरेका थियौं भने सिभिल इन्जिनियरिङ हेरौँ। सिभिल इन्जिनियरिङ हाम्रो इटालियनमा नि हुन्छ, इंग्लिशमा नि हुन्छ भनेपछि हामी सिभिल इन्जिनियरिङमा क्लिक गरौँ। सिभिल इन्जिनियरिङ क्लिक गरिसकेपछि यहाँ सिभिल इन्जिनियरको अर्को वेबसाइट खुल्छ। अनि यहाँ मिसन गोल्स योहरु तपाई आफैले टाइम दिएर पढ्नु, सबै लाइन बाइ लाइन पढ्नु अनि बुझ्नुहुन्छ सबै। अहिलेको लागि चाहिँ हामी यहाँ स्टार्टअप क्लासेस कस्ट छ, हाम्रो एप्लाई छ भनेपछि एप्लाईमा जाउँ। हाउ टु एक्सेस टु लौरिया प्रोग्राम्स इन इन्जिनियरिङ भनेर आउँछ।
यहाँ तपाईँ अब सबै लाइन बाइ लाइन पढ्नु सबै बुझ्नुहुन्छ के रिक्वायरमेन्ट्सहरू हो के हो भनेर। अहिलेको लागि चाहिँ हाम्रो यहाँ मोर डिटेल इन्फर्मेसन विल बी पब्लिस भनेपछि अहिलेको लागि चाहिँ एकाडेमिक इयर 26-27 को लागि अहिलेको लागि चाहिँ एप्लिकेसन खुलेको छैन जस्तो लाग्यो मलाई जहाँसम्म हो। If you would like to get an idea for the admission rules for the degree programs, this अहिलेको लागि चाहिँ ओपन छैन। धेरै जसो यहाँ इटालियन युनिभर्सिटीहरू प्लस डिग्रीहरूको लागि ओपन डिसेम्बरदेखि फेब्रुअरीको बिचमा गर्छन्। सो अहिले जहाँसम्म मलाई लाग्छ अहिले के भन्छ अरे ब्याचलर्स डिग्रीको लागि एप्लिकेसन अनलाइन फर्म एप्लिकेसन खुला भएको छैन। त्यसको लागि चाहिँ अहिले मास्टरमा जाम हामी। लौरिया प्रोग्राम्स लौरिया म्याजिस्ट्राले प्रोग्राम्स भनेको चाहिँ हाम्रो मास्टर डिग्री हो। हामी मास्टर डिग्रीमा जाउँ। अब हाम्रो यो युनिभर्सिटीमा भनेको 45 कोर्स हुन्छ मास्टरमा। एरोनोटिकल इन्जिनियरिङ, एग्रिकल्चरल इन्जिनियरिङ, धेरै जसो मास्टर डिग्री प्रोग्रामहरू इङ्ग्लिसमै हुन्छ यहाँको इटालियन युनिभर्सिटीहरूमा। हामी अहिलेको लागि सिभिल इन्जिनियरिङमै जाउँ। इटालियनमा नि छ, इङ्ग्लिसमा नि छ। हामी सिभिल इन्जिनियरिङमा क्लिक गर्छौँ। सेम अघि जस्तै खुल्छन्। त्यहाँबाट हामी एप्लाईमा जाने। एप्लाईबाट यहाँ स्टुडेन्ट विथ एन इटालियन क्वालिफिकेसन छ, स्टुडेन्ट विथ अ फरेन क्वालिफिकेसन छ भनेपछि हामी फरेन क्वालिफिकेसनमा जाने। यहाँबाट रिक्वायरमेन्ट्स, एप्लिकेसन डेडलाइन सब आफै लाइन बाइ लाइन हेर्नु के रिक्वायरमेन्ट छ, डेडलाइन कहिलेसम्म छ भनेर सब हुन्छ। यहाँ एप्लिकेसनमा जाने। एप्लिकेसनमा गइसकेपछि द एप्लिकेसन फर लौरिया म्याजिस्ट्रेट इक्विभ्यालेन्ट टु एमएससी डिग्री फ्यु स्टेप आफैले मजाले पढ्नु, आफैले सब बुझ्नुहुन्छ पढ्दाखेरि। यहाँ रजिस्टर अनलाइन भन्ने छ, फिल आउट द अनलाइन एप्लिकेसन फर्म छ, पे द एप्लिकेसन फी छ। 18टा हो प्रोसेस भनेको। अहिलेको लागि चाहिँ हामी रजिस्टर अनलाइनमा जाने। यु निड टु रजिस्टर अनलाइन। अनलाइन गएपछि अनलाइन सर्भिस यहाँ आएपछि हामी साइनअपमा जाने। साइनअपमा गएपछि यहाँ एउटा फर्म खुल्छ। यहाँ तपाईहरूले आफ्नो सरनेम, नेम, प्लेस अफ बर्थ, डेट अफ बर्थ सबै आफ्नो पासपोर्ट अनुसारको हाल्नुपर्छ। यदि पासपोर्ट अनुसारको मिलेन भने चाहिँ यो अटोमेटिकली डिलिट हुन्छ, रजिस्टर हुँदैन। अनि सबै यहाँ राम्ररी हालिसकेपछि यहाँ ट्याक्स कोड छ। ट्याक्स कोड चाहिँ हाम्रो यो universality.it मा त्यो रजिस्टर गर्ने बेलामा त्यहाँ आफै ट्याक्स कोड जेनेरेट हुन्छ। त्यो ट्याक्स कोड चाहिँ यहाँ हाल्ने। पर्सनल इमेलमा आफ्नो इमेल हाल्ने र यहाँ रजिस्टर गर्ने। रजिस्टर भइसकेपछि त्यहाँ अनलाइन रजिस्ट्रेसन फर्म भन्ने हुन्छ। त्यो अनलाइन रजिस्ट्रेसन फर्ममा फर्म फिलअप गर्ने अनि सबमिट गर्ने। अनि तपाईँको के भन्छ अरे अफर लेटर आयो भने उताबाट मेल आउँछन् र मेल आइसकेपछि त्यहाँबाट universality.it भन्ने हुन्छ। त्यसको पोर्टलमा गएर सब अपलोड गर्नुपर्छ है त। अहिलेको लागि यति नै गरौँ। थ्याङ्क यू फर वाचिङ दिस भिडियो।